हेलो गाइज स्वागत छ तपाईँहरूलाई आज हाम्रो नयाँ भिडियोमा। आज चाहिँ हामी यस ब्लगमा यो भिडियोमा हामी मोमो बनाउन गइरहेको छौँ, झोल मोमो। त्यसैले तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेर्नु होला। स्पेसल रेसिपी चाहिँ हाम्रो बब्दा आज सेफ, उहाँ चाहिँ एउटा प्रख्यात सेफ, डिग्री हासिल, डिग्री चाहिँ उहाँको खास आइटी म, तर कुकरी पनि छ अरे डिग्री चाहिँ, तर उहाँ चाहिँ प्रोफेसनली चाहिँ सेफ हुनुहुन्छ। त्यही भएर उहाँले बनाउनुहुन्छ मोमो। होप यु गाइज लाइक इट। सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला र साथ दिनु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु, सब्सक्राइब गर्नु होला। धन्यवाद। अनि अब हामी चाहिँ मोमो बनाउन रेडी हुँदैछौँ। सामानहरू यहीँ छ। अब पहिला चाहिँ हामी चिकन ब्रथ बनाउँछौँ, चिकन सुप। केटाहरू काट्न सुरु गर्छ। के गर्ने हो देखाउने छु। SAF chef. John chef. हाम्रो आशिष सर सुप बनाउँदै हुनुहुन्छ। स्पेसल के छ हजुरको रेसिपीमा आज? आज हाम्रो चिकन फिटको ब्रथ छ। वाउ, मिठो हुन्छ? अफकोर्स प्रोफेसनल वासर है। एमिनेम रौला उसको निकनेम। ऱ्याप हान्दै हुँदै एउटा यो बब्दा यो 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 आशिष दाइ यो 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 सिलास दाइ। चिकन सिलास दाइ चिकन खाने यो। ल द्याट्स इट। ल थ्याङ्क यू सो मच। सो गाइज हामी चाहिँ यहाँ मोमो बनाउँदैछौँ होला जस्तो लाग्छ मलाई है, तर कसरी बनाउने चाहिँ आई हेभ नो आइडिया। ए आशिष तिम्रो होइन, आफै त लामा त सबै काट्छ। दिस इज समथिङ समथिङ, हि इज डुइङ समथिङ समथिङ, तर मलाई चाहिँ केही थाहा छैन। यहाँ हाम्रो पुन्टुहरू चाहिँ यहाँ कहाँ गयो पुन्टु? पुन्टु बिरामी छ, पुन्टु बिरामी छ। के छ पुन्टु? पुन्टु सन्चै सुता सुता। मेरो विजडम तिता छ। विजडम तिता छ अरे? मैले आशिषलाई अघि 100 हानेको थिएँ, पक्रेको पक्रै हुनुभयो क्या अहिलेसम्म। हेर्नु त ल 2-3 मिनटमा यस्तै बोलिराख्यो नि आशिषले दुईवटा दादा दिन्छ होला जोइलको। तर हामी पिसमेकर हौँ, हामी त्यस्तो काम नगरौँ, मिठो मिठो खाउँ। रेडी के रेडी। यो चाहिँ अब हाम्रो प्यारी बहिनीलाई नि हो। अहिले हामी खुलासा चाहिँ गर्दैनौँ को हो त्यो बहिनी। प्लिज स्टे ट्युन टु सी हु इज आवर प्यारी बहिनी। खासमा हाम्रो सबैजना प्यारी हुनुहुन्छ, त्यही पनि वान अफ आवर मेनी फेभरेट्स यो है। चिकीमा रेडी, यो गार्लिक र जिन्जर पेस्ट बनाएको यो चिकन सबै। जोएल अब हामी चाहिँ ल्याप के सबै कुरा हाम्रो बहिनीको लागि है। प्रेप ल है। क्या आउँदैछु। यो चाहिँ अलिकति सस्तावाला रत्न पार्कको सेफ। अब चिकन ब्रथको हामी हालखबर नि हेर्नेछौँ। देखिछ कि छैन? वाह वाह वाह। यो चिकन ब्रथ चाहिँ हामी त्यस्तै 2 घन्टा जस्तो गर्छौँ। यो चाहिँ मेरो आफ्नै मम्मीले सिकाउनु भयो। आफ्नै करेसा बारीको मोमो खाइदिने आज। ल है त स्टे ट्युन। टुम मोमो मेकिङ सेफाली हापनी। I make a safari. Come on, zoom in here. Holy moly guys, what happening today in our home? Holy moly,
making momo, happening Chef Ali and samosa. Me Mr. On Chef Ashish. Mr. Chef on. It's Mr. His Bob. name is Anbab but no Anbab. Wow. Wow. So what is the meaning of momo in your... Language. Yes. Language barrier. Momo is a dumpling made with flavor, etc. Thank you. And what is the meaning of momo? I couldn't- Momo in Chinese telling One eternity later. Changchung. dumpling. Wow, what a beautiful answer. Like So- in my village, one man, he gonna die, but he eat momo and he alive. Wow, what a miracle! Oh my god. What a miracle! Was that momo made by you? Yeah. Of course. Unfortunately. Yeah. Me. So, what type of disease भएको थियो? Oh, छारे रोग. छारे रोग. भनेको कस्तो हो? छारेर भनेको छारेर छार्ने छार्ने अनि छार्ने कता रे फेरि दाइ? ये तो क्या बोलता है रे यार? गाह्रो भयो लास्ट गाह्रो भयो तस्बिर तिम्रो तस्बिर बाँकी भयो कपिराइट लाग्छ नि. खासमा उसले मेरो गीत चोरायो कि मैले लेखिदिएको थियो लिरिक्स है तर अब कपिराइट लाग्ने बेला भएछ अब माफ गरिदिन्छु त्यही पनि उसलाई ठिक छ ल है त गाइस हाम्रो दाइहरूले यहाँ 2टा भाडा भरिसक्नु भयो है. यहाँ हाम्रो यस्तो फास्ट दाइ हुन्छ. कति मिनट लाग्यो अरे दाइ? 15 मिनट होइन? 15 मिनट रे 15 ए सेकेन्ड झन्डै. जसलाई यहाँ फोनमा राखेर फ्यामिलीसँग बोल भनेको बोल्नै खोज्दैन यहाँ फ्यामिलीमा फेरि बुहारी रिभिल हुन्छ भनेर उसले बोल्न खोजेको छैन तर ठिकै छ तिमी भित्र गएर बोल हामी बनाउँछौँ दाहरूलाई यस्तो दुःख हुँदा पनि तिमी भित्र जान्छौ भने जाऊ You want some private time? I will give you. ओके माइट चला जा हमारे नजर से दूर. बोल्दै चाहिँ दामी हाँसिदिनुहुन्छ कि फेरि हाँसिदिनु त? भयो यार मलाई फेरि रिस लाग्छ नि अझ दुईजनाको छुट्टै छ क्या. आश्रिताको चाहिँ ठ्याक्कै उ गरेको जस्तो. रिले नाड्दियो त माई गुडनेस यो चाहिँ हाम्रो ब्रोथको अपडेट. यो मजाको भइसक्यो. हामीले त्यस्तै 1.5 घन्टा जस्तो राख्यो है. त्यसै गरी यो चाहिँ पहिलो बान हाम्रो मोमोको फर्स्ट बान हो यो चाहिँ. यस्तो देखेको छ मोमो चाहिँ. लभली स्वादिष्ट देखेको छ है. अहिले अब हामी चाहिँ पहिला चाहिँ ड्याङ बनाउँछौँ. त्यो पछि चाहिँ डाइरेक्ट ड्याङ सँगै खाएको देखाउनेछौँ है. सो प्लिज बियर हामीसँगै रहनु हो तपाईँहरू. हस् म चाहिँ अब यो छुट्टै कन्टेनरमा हाल्छु.
यो चाहिँ हाम्रो बहिनीलाई ऊ अहिले देख्नु यो माइक अब हाम्रो कहाँ जानु लाग्यो हामी अब हामी हाम्रो बहिनी हाम्रो फेभरेट भाइलाई दिन जाँदैछ म वाउ देखाउने हो कि माल सामान हामीलाई हाम्रो बहिनी चाहिँ छिमेकी के ठ्याक्कै छिमेकी हाम्रो हान भाइ आउनु भयो हाम्रो हान भाइ है अघिदेखि हामीले चर्चा गरिरहेको ल कति रे वी डोन्ट केयर $80 and मेस को 35 करके तेरा घर जाएगा इसमें तेरा घर इसमें चले जाएगा पूरा डोन्ट केयर यो रिच टिफिनको तिम्रो अनि यो सेतो टिफिनको चाहिँ फ्यामिलीलाई बाँध्नु चिकन छ अनि अचार पनि हामी हस्तान्तरण गर्न चाहन्छौँ मेरो असाई भोलि आउँदै हो मोमो पाइसक्यो फिनिस साज के लिए प्लिज द पोस्ट ओ माय गॉड लुक एट मी आई लुक कस्तो होमलेस देखिरहेको यार त्यो त हो त तिमी बाई बाई लगौटी खाऊ गएर सेतो टिफिनको नखाउने फेरि चिकन पर्ला मुखमा ल है त पुन्टु कस्तो भयो आजको काम आज त चिल थियो यार आज केही बिजी थिएन हो तर चिल भयो भने लास्टै बोर हुने के थकै लाग्ने कि यतिकै उभिनु पर्यो खानु पर्यो उभिनु पर्यो खानु पर्यो पैसा पैसा कमाउनु गाह्रो के पैसा फेरि आउने के फेरि त्यस्तो गर्दा नि अरू बेलामा अर्डर आएपछि दिनुपर्ने फ्राई गर्नुपर्ने त्यो पनि झ्याउ लाग्ने फेरि आज त अर्डर गर्न आउने खालि आफूले फ्राई गरेर आफैले खायो क्रेजी के मजा आया भनेपछि अब हामी मोमो खान तर्फर छ है सबैजना मैले खास मोमो खाने भनेर अघि त्यो खाना भएको पनि मैले अघि बिहानै खाएको कि बेलुकासम्म पेट खाली गर्छु भनेर तर फेरि आज काममा के नखाएर आउँछु भनेको फेरि कथाले त्यो मागेन कि कथाले अर्कै समय परिस्थितिको माग अनुसार खानै पर्यो है भनेर आफ्नै करेसाबारीको मोमो बनाएको छौँ हामीले त्यहाँ फेरि अर्कै खै कसो करेसाबारीबाट हो चोरेर ल्याएको ल है त केटा धमाधम है मैले अब 3टा बानमा हालिसकेँ हामीले आजको लागि हामीले स्पेसल सेफ हायर गरेका छौँ अल द वे फ्रम है अनि अहिले चाहिँ फेरि अहिले फेस्टिभल नगर्ने नि हामी पछि गर्छौँ अनि अहिले चाहिँ फेरि उसले किन एउटा मात्र हातले बनाएको छ खासमा उसको स्किल भनेको यसरी एउटा हातमा राखेर 4वटा 3टा 4वटा हो कि बनाउने अनि अहिले त्यस्तो हो कि एउटा कहाँ त्यो के अरे भनाइ छ नि डक्टरले त्यो के अरे किन अँध्यारोमा अपरेसन गर्छ पेसेन्टले देखेर फेरि त्यो अपरेसन गर्ने स्किल चोर्यो भने अनि उसको पनि त्यस्तो हो कि बुझेनौ अब अहिले यहाँ भिडियो बनायो भने अहिले त्यो 3-4वटा बनायो भने अर्काले स्किल चोर्छ नि त त्यो भएर एउटा मात्र स्लो बनाएर देखायो ये स्किम बाहर नहीं आना चाहिए यता मनपर्छ फाइनली गाइज हामीले मोमो बनाएर सकेका छौँ गाइज आधा जति चाहिँ पाकिसकेको छ अनि अब यति मात्र पकाउनु बाँकी छ यो चाहिँ हाम्रो आजको मेन किचन ह्यान्ड गाई पुस्तिङले 24 घन्टामा 25 घन्टा त उहाँ सुतेर नै उहाँ आफ्नो टाइम बिताउनुहुन्छ आजको मेन सेफ किचन ह्यान्ड भनेको छ किनभने किचन ह्यान्ड मैले अघि देखाइसकेँ किचन ह्यान्ड पुस्तिङले दिनमा 24 घन्टामा 25 घन्टा सुत्ने भएकोले उहाँ किचन ह्यान्डमा पनि काम गर्नुहुन्छ मल्टी ट्यालेन्टेड मल्टिल्याटेन्ट हो कि राम्रै धुनु त्यहाँ टल्किसक्यो कि तिम्रो टल्किनु मेरो अनुहार देख्नु पर्यो पखाइलाई यतिकै राखेको म त पाएँ ड्ररमा लगाइदिएँ म ए मजाले इन्जोय गरौँ आज हाम्रो मोमो मेरो ट्विन पनि देखाइदिन्छु भिडियो खोला त एकचोटि थ्याङ्क यू ए मेरो ट्विन है यहाँ हेलो गाइस ब्लगमा आइ भन्दियो वाह 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 हजुरलाई स्वागत छ हाम्रो ब्लगमा MFC। खै इनाम दादाले मेरो एयरपोर्ट लगाइरहेको छु खुवाइदिनु पर्यो नि त एक्कास लोकेसन बजाउनु थाल्यो लेट्स गो सबले आफ्नो ए ला चिसो झिक्न बिर्से प्लिज फ्रिजबाट लिएर गएछ चिसो सुप पनि मिठो हुन्छ यार अनि ओपी यस्तो अनि पानी परेको दिनमा हामी सुप खानु परेन केटाहरूको यो चाहिँ मलाई मन पऱ्यो केटाहरू म त बजाइसकेको थिएँ यार यत्रो बेर पर्खेँ मैले अगाडि हानिदिइरहेको छु
यस्तो मिठो यो सुप मैले 3-4 घन्टा भयो होला है मगा 4 घन्टा उमाले छान्ने छानी है त आज चाहिँ ल बसाइ चाहिँ मरत छ है मेरो खुट्टा यसरी राखेर यो हाम्रो मोमो बाङ मुखबाङ होइन मोमो बाङ त्यस्तो उठाउनु त तिमी आफैले गर्छ त्यही का मोमो है मोमो मोमो पो ए ल बब्दा एकैचोटि मोमो कतिवटा खान सक्छ ल च्यालेन्ज ल तातो छ यार मैले एक भाडा आगर सबै सकाइदिन्छु ल हाम्रो किचन ह्यान्ड भाइ बल्ल बल्ल उठेछ उसको फेरि उयो हो कि नाम मात्र किचन ह्यान्ड बुझेनौ मान्छे चाहिँ जहिले रुम ह्यान्ड फेरि आलाला ढुका हुँदै जा खाने आमामा लुकेको रे कसको आइडिया थियो मोमो बनाउने आज हेलो आई एम अन्डर द हुडी आज आशिष दाईको मेरो तर खासमा मोमो खाने प्लान चाहिँ हाम्रो फ्राइडे थियो कि बुझेनौ अनि म चाहिँ मेरो माइन्ड सेटमा के थियो भन्दाखेरि अब फ्राइडे चाहिँ अब खतरा पारेर मोमो खानुपर्छ हामीहरू सोचिरहेको अनि अघि बब आयो कि अनि यसो हेरेको त मोमो बनाउने प्याकेट लिएर आइरहेको रहेछ अनि फ्राइडेको लागि आजै किन लिएर आयो त बबले भनेर सोचिरहेको थिएँ कि म कामबाट निस्किने बेलामा हेरेको त अनि आज मोमो है मनको कुरा सुन्नुभएछ सरप्राइज यस मनको कुरा सुन्नुभएछ बब दाईले बब दाईले वाइन खाने हुनुहुन्छ एप्पल जुस नो एडेड सुगर प्लिज हेल्दी है गाइस So guys, हामीले चाहिँ मोमो पनि खाएर सकेका छौँ अनि बब दाई कस्तो थियो मोमो आज हामीलाई अचानक सेवा कस्तो थियो मोमो भन न मैले बनाएपछि मिठो हुन्छ के भन्छ हो त्यही भएर मैले चाहिँ आज 2 प्लेटै खाइदिएँ मोमो 2 प्लेटमा कतिवटा थियो 20वटा मिठै थियो आजको मोमो पेट फुलेर यत्रो घ्याम्पो जत्रो भएको छ अनि सबैजना आफ्नो रुममा सुत्न गइसकेको छ अनि हामी 3 जना राजन म अनि बब दाई सिरिज हेर्दैछौँ के यो सिरिज हेर्दैछ अब यो सकेर हामी पनि सुत्नेछौँ अनि गाइस आजको लागि यति नै अनि यति भन्दै आजको ब्लगलाई यहीँ इन्ड गर्न चाहन्छु तपाईँहरूले यहाँसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद बाई सी यू सुन